हामी निजगढको भ्यू टावरमा आइपुगेका छौँ आज घुम्नको लागि। निजगढ भ्यू टावरबाट भ्यू देखिँदैछ, यस्तो देख्छ। आज घाम लागेको छ, त्यही पनि हुसो छ। यस्तो भ्यू टावर माथि चढ्दैछौँ। पुरै यहाँ केटाकेटीहरूले 1-2 क्लासमा पढ्ने बच्चाहरूले लेखा जस्तो लेखा छ, आफ्नो नाम लेखेर राखेको छ। 2-3 क्लासमा पढ्ने बच्चाहरूले लेखा जस्तो लाग्यो, किनकि धेरै 11-12मा पढ्ने केटाकेटीहरू भएको भए चाहिँ यसरी लेख्दैन थियो होला। तर यो बच्चाहरूले लेखेको लाग्यो 6-7 क्लासमा पढ्ने। हेर्नु जताततै बिगारेको छ। भ्यू टावरको म दोस्रो तल्लामाथि छु। अब तेस्रो तल्लामाथि जाँदैछु। निजगढ भ्यू टावर, निजगढ भ्यू टावरबाट हेर्नुहोस् त भ्यू यतापट्टिको। निजगढ भ्यू टावरबाट देखेको यो मान्छेहरू आउँदैछन् अझै। हाम्रो साथीले चिप्स खाँदैछ यहाँ। लाग्यो हेर्नुहोस्, कोही माथि चढ्छ कि भनेर यहाँ पुरै माथिसम्म उत्यो लगाइदिनु भएको छ। बाल वहाँ के को बिल्डिङ हो, वहाँ पर छ हेर्नु। यहाँदेखि चाहिँ हेर्नुहोस् त अलिकति तल हेर्नुहोस् त। अर्को भ्यू टावरबाट हेर्नुहोस्, घाम लागिरहेछ।